यो चाहिँ अगाडिको कलरसँग मिलाउनको लागि नो 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 ब्लेन्ड गर्नको लागि तलको कलरसँग ट्रान्जिसनल एउटा ब्लेन्ड क्रिएट गर्नको लागि यसरी गर्ने। अब यसले चाहिँ के दिन्छ भन्दाखेरि जस्तो डार्कर टु लाइटर इफेक्टमा ट्रान्जिट गराउनको लागि हेल्प गर्छ क्या। जस्तो माथि पनि के हुन्छ त हामीले अब यो चाहिँ बेस कलर जस्तो 3 नम्बरको बेस छ भने यसलाई चाहिँ हामीले 4 नम्बर 5 नम्बरको लाइटर बेस चुज गर्नुपर्ने हुन्छ। अब लाइटर बेस चुज गरिसकेपछि लाइटर अथवा त्यो लेभलदेखि तलको हेयर चाहिँ ग्रेजुअल्ली लाइटर भएको हामीले फिल गर्न सक्छौँ। जस्तो रुट स्याडोमा चाहिँ के हुन्छ त यो एरियामा चाहिँ धेरै डार्कर भएको देख्छौँ अनि तलको एरियामा चाहिँ धेरै लाइटर भएको देख्छौँ। तर यसमा चाहिँ के हुन्छ त रुट मेलमा चाहिँ ग्रेजुअल्ली लाइटर भएर आएको हामीले फिल गर्न सक्छौँ। ल प्रोडक्ट लगाउने यसलाई कोम गर्ने फेरि सेटल गर्ने। अब यसमा पनि हरेक सेक्सनमा हामीले फोइलिङ गरेर राखिदिन पनि मिल्छ। ल प्रोडक्ट लगाउने तलसम्म। अब भर्सक यस्तोमा चाहिँ प्रोडक्ट लगाउँदाखेरि हामीले अलिक तलैसम्म ल अलिक तलैसम्म यसरी लगाउँछु अनि यसलाई यसरी कोम गर्छु। प्रोडक्ट लगाउने यसलाई कोम गर्ने। कोम गर्दाखेरि अब यो कोमलाई आफ्नो डिरेक्सन यसरी कोम गर्नु भएन है। यसलाई के गर्नु पऱ्यो उताको डिरेक्सनमा जाने अनि यसरी कोम गर्ने अनि यसलाई सेट ल यो भयो।